हजुर म दिक्तेल रूपाकोट मजगढी नगरपालिका वडा नम्बर 1 को यो कोलेबारी एरियामा आइपुगेको छु आज। यहाँ चाहिँ एउटा ठुलो चाहिँ रोपाइँ भइरहेको छ। यो चाहिँ आधुनिक हलो मार्फत यहाँ रोपाइँ भइरहेको छ। आधुनिक हलो परक कुदिरहेको छ। यो अत्याधिक ठुलो गह्रो छ यहाँ। यो कोलेबारी एरियाको भनौँ यो दिक्तेल हाम्रो साबिकको 3 नम्बर र 4 नम्बर एरियाकै सबैभन्दा ठुलो खेत छ। त्यो ठुलो गह्रो छ। यहाँ एउटा गह्रो छ हजुर। यहाँ एउटा गह्रो छ अनि त्यसमा चाहिँ यो तल्लो गह्रो छ अझै ठुलो छ। हेर्नुहोस् यो तल्लो गह्रो एउटै गह्रो हो पुरै। यो पुरै गह्रो बाँकी छ। उहाँ चाहिँ यो सम्बन्धित जानकारी व्यक्तित्व हुनुहुन्छ। हजुरको नाम? इन्द्र बेलास हो हजुर। हजुर अनि यो खेतमा कति आम्दानी हुन्छ त? हेर्नु त यत्रो ठुलो गह्रो। हजुर 15 देखि 20 मुरीको एउटै गरामा मात्रै? एउटै गरामा 20 मुरी मकै फल्ने मकै खेत गह्रो हेर्नुहोस् हजुर। हजुर मकै हो यो चाहिँ आधुनिक मकै हो नि त। यो हाइब्रिड मकै हजुर। यो हलो आइरहेको छ। हलो यसरी जोतिरहेको छ हेर्नुहोस्। यसरी यो चाहिँ यो जोतेको हलोले एकदम सजिलो रोप्नका लागि, धान रोप्नका लागि अति सजिलो छ। गणेश प्रसाद आचार्यले चाहिँ जोतिरहनु भएको छ। अनि हजुर यो चाहिँ धान चाहिँ कति फल्छ त यसमा? धान तपाईँको यो गराको 10 मुरी 30 मुरी यो 3-4 गरामा 10 मुरीको दरले फल्छ। 30 मुरी धान हेर्नुहोस्। माथिल्लो गह्रो छ एउटा यहाँ रोपिसकेको छ। यहाँ चाहिँ एक्लै धान रोपेको छ। एक्लै धान भनेपछि अर्को धान र यो धानमा धेरै फरक छ। अर्को धान कसो फल्छ के हुन्छ होइन र हजुर चाहिँ अनि हजुर खेतको धनी? खेतको धनी हजुर। यत्रो खेत चाहिँ तपाईँले चाहिँ यो चाहिँ पैतृक सम्पत्ति हो या चाहिँ किनेको हो त हजुर? हजुर 2-4 जनाको किनेर हजुर धेरै मिहिनेत गरेर यहाँ यस्तो सामान हजुर यो जोत्ने औजार पाइँदैन थियो हजुर। गोरुका भरले र कोदालाका भरले यो समाएको हजुर। अनि यो चाहिँ यो खेतीपाती गर्नु ठिक कि विदेशतिर जानु राम्रो त? खेतीपातीमा तल्लिनु हुनु ठिक कि विदेश राम्रो त? होइन विदेश त हजुर लाग्दैन है। हजुरका छोराहरू विदेश जानुभयो कि कोही? छैन मेरो त सरकारी जागिरी। कति भाइ हुन्? 2 भाइ सरकारी जागिरी भनेपछि हजुर जागिर सरकारी जागिरी साह्रै राम्रो हो यहाँ हजुर। यो चाहिँ नै हजुरले यो सन्देश दिनुभयो र विदेश ठिकै न आफ्नै गाउँ घरमा चाहिँ खेतीपाती गर्ने आफ्ना छोराछोरीहरू पनि सबै जागिरे है। साह्रै राम्रो। अनि हजुरको जम्मा खेतीपाती चाहिँ कति छ? हजुर हजुर। अनि हजुर कति वर्षको हुनुभयो अहिले? 70 वर्ष। जागिर पनि खानुभयो नि त पहिले? कति वर्ष खानुभयो? करारको जागिर खाइयो यस्तै हो है। अनि त्यही जागिरको आडबाट हजुरले 4-4 जना छोराछोरीहरूलाई चाहिँ जागिरी बनाएको बुझ्छौँ हामी हजुर। त्यसैले जागिरी हो हो। अनि अब त्यसैमा चाहिँ सन्तोक मान्नुहोस् न हजुर। हजुर अहिले नै तरै हुनुहुन्छ नि त 70 वर्ष उमेर पनि। ल ठिक छ त। धन्यवाद जानकारीको लागि।